विचार मात्रै आएको। ठिक छ, अब हामी त्यसपछि आज हामी परमेश्वरको वचनबाट संगति गर्नेछौँ। आज संयोगवश हामीसँग कुस्मा जिल्ला अस्पतालबाट त्यहाँको डाक्टर नवीन पनि आउनुभयो। मलाई लाग्छ आजको वचन चाहिँ डाक्टर नवीनको लागि जस्तो छ। यो वचन सुनेर गएर आफ्नो डाक्टर साथीहरूलाई सुनाउनु। यो अलि डाक्टरसँग रिलेटेड छ, तर हामी सबैसँग रिलेटेड छ। तपाईँहरूले पनि आजको वचन सुनेर सुनाउनु है, तपाईँलाई त्यसको लागि हो यो। ठिक छ, अब हामी एक एक गरेर स्लाइडहरू हेर्दै लजिकल्ली बाइबल, विज्ञान, हाम्रो अनुभव तिनटालाई जोड्दै के सही हो त्यो पत्ता लगाउनेछौँ। तर ध्यान दिएर सुन्नु, किनभने अन्तिममा क्वेसन छन्। जसलाई पनि क्वेसन आउँछ फेरि क्विज क्वेसन, त्यही भएर ध्यान दिएर सुन्नु है। ल ठिक छ, म क्वेसन सोध्छु सुरुदेखि नै। यो चित्रमा के देखिन्छ प्रवीण भाइ? यो चित्रमा के देख्नुभयो? अम्बा। कस्तो अम्बा छ? काँचो। तर त्यहाँ सबै भन्नु कस्तो छ? सबै के देखिन्छ त्यहाँ? अरू कस्तो ठाउँमा छ अम्बा? त्यहाँ देखिएन जस्तो भुइँमा छ। गङ्गा बहिनी, यो अम्बा ठिक ठाउँमा छ कि बेठिक ठाउँमा छ? बेठिक ठाउँमा छ। किन? भेरी गुड, रुखसँगै छैन। आगो लाछेको आगो, मेन रुखबाट चुडेको आगो। यो जिउँदै हो कि मरेको हो? यसमा जीवन छ कि छैन? केही बाँकी छ, केही बाँकी छ। तर अब यो छिट्टै यो मर्नेवाला छ। हेर्दा जीवित जस्तो, टिपेर खाउँ जस्तो लाग्छ, अब बढेर जाला जस्तो लाग्छ, तर यो छिट्टै मर्नेवाला छ। मेन रुखबाट, मेन जीवनको स्रोतबाट यो उछुट्टिएको छ, अलग भएको छ। अम्बाको आगो, अम्बाको बोटबाट अलग भएको आगो हो यो। भर्खरै अलग भएको हुनाले जिउँदै जस्तो देखिन्छ। हो, थोरै जीवन छ, तर पूर्ण रूपले पुरै मरिसके जस्तो देखिँदैन। तर यो मर्नेवाला छ निश्चित रूपमा भन्न सकिन्छ। यदि मेन आगोसँग ग्राफ्टिङ गरिएन भने, कलमी गरिएन भने एउटा उपाय मात्रै हो यसको। अब यो बाँच्ने एउटा मात्रै उपाय के छ? यसलाई मिल्छ भने मेन रुखसँग ग्राफ्टिङ गर्ने, कलमी गर्ने। कलमी गर्ने बुझ्नुहुन्छ? बोटानिस्टहरूले बुझ्नुहुन्छ होला। यहाँ बोटानिस्ट को छ? युनिस है, थाहा छ कलमी? ओके, 10 कक्षा साइन्सलाई सबै थाहा छ। भेरी गुड। अब फेरि यहाँ बिजुली सम्बन्धी कुरा आउँछ। यो बिजुलीको बल्ब फुट्यो, याद गर्नु, बिजुलीको बल्ब फुट्यो, तर उताबाट बिजुलीको करेन्ट चाहिँ आइरहेछ। बिजुलीको बल्ब फुट्यो, बिजुली बल्दैन, तर करेन्ट चाहिँ आइरहेछ फेरि है, याद गर्नु यो चित्र। तर दोस्रो चित्रमा के भएछ? यहाँ दोस्रो चित्रमा चाहिँ एकजना मान्छे थुनिएको छ, तर त्यो यस्तो ठाउँमा थुनिएको छ कि एउटा कोठामा जहाँ आगो लागेको छ, तर बाहिर निक्लन मिल्दैन, थुने। आजको वचनको मेन थिम यही हो, सम्झिनु। तर शब्दमा पनि भन्छु, यो चाहिँ इमेज तपाईँलाई कल्पना गर्न सजिलो छ। यो चाहिँ आत्मिक मृत्युको चित्रण हो। पहिलो मुख्य स्रोतबाट, जीवनको मुख्य स्रोतबाट अलग भएको। हेर्दा जिउँदै जस्तो देखिने, तर ढिलो चाँडो नाश हुनेवाला, मर्नेवाला। दोस्रो चाहिँ शारीरिक मृत्युको चित्रण हो। बिजुली करेन्ट मेन सोर्स सप्लाई भइरहेको छ, तर बाहिर प्रकट गर्न मिल्दैन, फिजिकल्ली प्रेजेन्ट छैन सोर्स, किनकि बल्ब फुट्यो, बल्बको शरीर फुट्यो। उताबाट सोर्स इलेक्ट्रिसिटी त आइरहेछ, फेरि सप्लाई रोकिएको होइन, तर यो बडी फुटेको कारणले गर्दा उज्यालो दिन सक्दैन। बिजुलीको बडी छैन, बल्बको बडी छैन। यो चाहिँ अनन्त मृत्युको चित्रण हो, जो अनन्त दण्डमा परेको, बाइबल अनुसारको अनन्त दण्ड। 3 किसिमको मृत्युको बारेमा आज हामी वचन सुन्न गएका छौँ। बाइबलले 3 किसिमको मृत्युको बारेमा भन्छ। एक, पहिला सुरुमा आत्मिक मृत्यु, सुरुमा आत्मिक मृत्युको बारेमा आउँछ, शारीरिक मृत्यु होइन। त्यसपछि शारीरिक मृत्यु, त्यसपछि अनन्त मृत्यु। सम्झिनु है, क्विजमा आयो भने 3 किसिमका मृत्युको नाम सम्झिनु।
सुरुमा मैले बाइबलको हिस्ट्री त्यो यो मृत्युको हिस्ट्री बारे भन्छु। उत्पत्ति 2 को 15 देखि 17 मा पढ्यो भने परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। यो बाइबलकै पद हो, खोल्न सजिलोको लागि म यहाँ पढ्दैछु। अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस् भनेर त्यो आदम र हव्वालाई अदनको बगैँचामा राखिएपछि यो चेतावनी दियो, असल र खराबको ज्ञान दिने रुखको फल नखानु, खायो भने त निश्चय नै मर्नेछस्, नखा भन्नुभयो परमेश्वर। त्यहाँको वचन, बाइबलको वचन तपाईँलाई थाहा छ। त्यसपछि के हुन्छ? उत्पत्ति 2 को 17 मा त निश्चय नै मर्नेछस् भन्ने कुरा भन्दाखेरि परमेश्वरले एउटा मात्र मृत्युको कुरा गरिरहनु भएको थिएन। त्यो बेलामा 3 किसिमकै मृत्युको बारेमा त्यहाँ कुरा आइरहेको थियो। यो पदमा आउने हिब्रू शब्द नेपाली बाइबल, इङ्ग्लिस बाइबलमा यो खुल्दैन। हिब्रू बाइबलमा यस्तो अर्थ छ, त निश्चय नै मर्नेछस् भन्ने शब्दलाई हिब्रू भाषामा भन्ने भने त्यसको अर्थ के लाग्छ भन्दा त मरिरहनेछस् र त मर्नेछस्, यस्तो अर्थ लाग्छ। याद गर्ने। अब डक्टरको पाला आउँदैछ, एकछिनमा डक्टर त्यही जान्दैन। यहाँ के अरे? त मरिरहनेछस् अनि त्यसपछि त मर्नेछस्, दुईवटा कुरा सँगै आउँछ, दुईवटा अर्थ। त त्यो नेपालीमा त निश्चय नै मर्नेछस् भने उल्था गरेको छ नि, त्यसलाई हिब्रूमा, त्यसको हिब्रू बाइबलमा हेर्ने भने त्यसको अर्थ के लाग्छ? त मरिरहेको छस् अथवा मर्छस्, कन्टिन्युअस प्रोसेस, अनि फेरि अन्तिममा मर्नेछस्, पुरा त्यो मृत्यु प्रोसेस कम्प्लिट हुने, त्यस्तो दुईवटा अर्थ छ हिब्रू बाइबल है। अब हामी अगाडि जाउँ। यहाँ मृत्युलाई एउटा प्रक्रियाको रूपमा पनि अन्तिम गन्तव्यको रूपमा पनि दुईवटा रूपमा चित्रण गरेको छ हिब्रू बाइबलमा। प्रक्रिया पनि हो अनि अन्तिम गन्तव्य पनि हो, दुवै अर्थमा सङ्केत गरिएको छ। उत्पत्ति 2 अध्यायमा है। बेबी यो बेबीको नाम के हो? सानो बेबी के हो नाम यसको? लो सुतिक्षा, यस्तो नगर, के हो? सुरक्षा। यो तथ्यले मानव जातिको प्रथम पापले 3वटा मृत्युहरू ल्याएको कुरा स्पष्ट गर्दछ। यहाँ सुन है, त मरिरहनेछस् त मर्नेछस्, 2 किसिमको मृत्यु। त्यहाँले एकै किसिमको मृत्यु नभएर मृत्युको किसिम देख्न सकिन्छ। त्यहाँ हामीले चाहिँ मृत्यु 3 किसिमको हुनेछ भनेर हामी सङ्केत भेटिन्छ त्यो पदमा चाहिँ। मर्दै जाँदा त मर्नेछस्, अझै खुलाएर भन्नुपर्दा त अहिले पनि मरिरहेको छस्, भोलि पनि मरिरहनेछस् र अन्तिममा मर्नेछस्। अर्थ हेर्नु है, मर्दै जाँदा त मर्नेछस् भनेको के हो? मृत्यु सुरु हुन्छ, मृत्यु जारी रहन्छ र अन्तिममा निष्कर्षमा पुग्छ, मृत्यु निश्चित छ। अर्थ उत्पत्ति 2 को 17 मा त निश्चय नै मर्नेछस् भन्ने पदको हिब्रू अर्थ यो चाहिँ अर्थ भयो। आत्मिक मृत्यु, सुरुमा फल खाएपछि आत्मिक मृत्यु भएको थियो, तत्कालै रिजल्ट आएको थियो, परमेश्वरबाट अलग हुनु। आत्मिक मृत्यु भनेको के हो? परमेश्वरबाट अलग हुनु। अघिको त्यो अम्बाको हाँगोलाई याद गर्नु। अम्बाको हाँगो चाहिँ मेन रुखबाट के भयो? अलगियो हो। अब जीवन सप्लाई गर्ने, जसलाई प्राण धानिरहनु पर्थ्यो, जीवन दिनु पर्थ्यो, त्यो सप्लाई गर्ने जीवनको स्रोतबाट त्यो के भयो? अलग भयो। तर हेर्दा त जिउँदैन, जीवनको स्रोतबाट अलग भएको अवस्थालाई, जो जीवन परमेश्वर हुनुहुन्छ, जीवनको स्रोत परमेश्वर हुनुहुन्छ, परमेश्वरबाट अलग भएको अवस्थालाई के भनिन्छ? आत्मिक मृत्यु। अम्बालाई याद गरेर त्यही भएर सुरुमा आदम र हव्वाले त्यो फल खाएपछि उनीहरूमा कस्तो मृत्यु आयो? आत्मिक मृत्यु, शारीरिक मृत्यु होइन। सुरुमा पहिलो चाहिँ आत्मिक मृत्यु थियो, किनकि परमेश्वर आउने जीवन, प्रेम, दया, पवित्रता, यस्ता असल कुराहरू जो थिए तिनीहरूबाट त्यो अलग भयो, जीवनको स्रोतबाट अलग भयो, आत्मिक मृत्यु। उत्पत्ति 3 अध्यायको 7 देखि 10 मा अनि यसैया 59 को 2 मा परमेश्वरबाट अलग भएको विषय त्यहाँ आउँदैछ। यो आत्मिक मृत्युको चित्रण हो। आत्मिक मृत्यु बाइबलमा 3 किसिमका मृत्युहरू आउँछन्। पहिलो आत्मिक मृत्यु। शारीरिक मृत्यु चाहिँ के हो? क्रमशः शरीर मर्न थाल्छ। फेरि याद, शरीर चाहिँ क्रमशः मर्छ। अब यो तपाईँलाई खुलाउँछु अहिले मैले भनेको मिल्दैन, पछि डक्टरले भन्नु। मैले डक्टरको फिगरहरू ल्याउँदैछु अहिले।
शारीरिक मृत्यु, यो शरीर क्रमशः मर्छ। उत्पत्ति 3:19 अनि रोमी 5:12 त्यहाँ एकजनाबाट त्यो पाप भएर पापबाट मृत्यु आएको विषय आउँदैछ। यहाँनिर एउटा पद पढौँ, उत्पत्ति 3:19 के भनेको छ एकचोटि हामी उत्पत्ति 3:19 हेरौँ। यहाँ के भनेको छ भन्दा, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। शरीर मरेर माटोमा मिल्ने विषय यो पदमा आउँदैछ। यो शारीरिक मृत्युको कुरा हो। अर्को मृत्यु चाहिँ अनन्त मृत्यु, अन्तिम र सदाको लागि परमेश्वरबाट अलग हुने। मुक्ति नपाइकन शारीरिक मृत्युमा गएपछि अनन्तको लागि परमेश्वरबाट अलग हुने। प्रकाश 20:14 र 15 पद, यो पनि एकचोटि हेरौँ। प्रकाश 20:14 र 15। प्रकाश 20:14 र 15। प्रकाश 20:14, मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाएन, त्यो अग्निकुण्डमा फालियो। अनन्त मृत्युको दृश्य। अब म साइन्सतिर जान्छु। बाइबलले त यस्तो भन्यो, साइन्सले के भन्छ, विज्ञानले के भन्छ? मानिसको शरीरमा कोशिकाहरूको मृत्युको तथ्याङ्क त्यो भनेको 1 सेकेन्डमा करिब 10 देखि 50 लाख कोशिकाहरू मर्छन्। तपाईँहरूको शरीर, यो घर चाहिँ इट्टा, साना साना इट्टाहरू मिलेर यो सुँगो घर बनेको नि त, इट्टाको पर्खाल लाग्यो नि त, सिमेन्टको कणहरू रडहरू मिलेर घर बनेको नि त। त्यस्तै जस्तो हाम्रो शरीर चाहिँ कोषहरू मिलेर बनेको छ। कोषभित्र पनि अझै धेरै कुराहरू छ, तर सेल कोषहरू मिलेर बनेको छ। मानिसको शरीरमा कोशिकाहरूको तथ्याङ्क हेर्दाखेरि 1 सेकेन्डमा 10 देखि 50 लाख कोशिकाहरू मर्छन्। तपाईँहरू यहाँ बस्दाखेरि तपाईँको शरीरमा नयाँ कोषहरू जन्मिने, पुरानो कोषहरू मर्ने प्रक्रिया चलिरहन्छ। 1 सेकेन्डमा 10 देखि 50 लाख कोशिकाहरू, सेलहरू मर्छन्, मरिरहेछ। अहिले तपाईँको शरीरमा मरिरहनु, कोष मरिरहन्। हिब्रू बाइबलले के भन्दै थियो? त मरिरहनेछस्। मरिरहेछ त। बाइबल परमेश्वरको वचन मलाई कति ठ्याक्क साइन्ससँग मिल्छ। अनि 1 मिनेटमा करिब 60 करोडदेखि 3 अर्ब सेलहरू, कोशिकाहरू मर्छन्। एक दिनमा 50 देखि 70 अर्ब सेलहरू मर्छन्। यो मर्न त स्योर मर्छ नि, फिगर चाहिँ एकचोटि चेक गर्नु। मैले यो चाहिँ च्याट जीपीटीबाट लिएको, तर फिगरको बारेमा चाहिँ अझै अथेन्टिक स्रोत तलमाथि भन्यो त्यो फ्याक्ट चाहिँ हो, तर फिगर तलमाथि भयो भने एकचोटि चेक गर्नु। भनेपछि कुरा के छ? हामी प्रत्येक सेकेन्डमा, प्रत्येक मिनेटमा, प्रत्येक दिनमा मरिरहेका छौँ। भित्र अङ्गहरू मरिरहेका छन्, कोषहरू मरिरहेका छन्। यसलाई विज्ञानमा के हो? यो अपोप्टोसिस, प्रोग्राम सेल डेथ भनिन्छ। अर्थात् शरीर आफैले पुराना वा बिग्रेका कोशिकाहरूलाई हटाउँदछ। मानव शरीर हरेक मिनेटमा मर्दै पनि छ र फेरि नयाँ बन्दै पनि छ। फेरि मर्ने मात्र होइन, यो शरीर चाहिँ मर्दै पनि छ, कोषहरू मर्दैछन्, तर फेरि नयाँ कोषहरू पनि बन्दैछन्। यदि नयाँ कोष नबन्यो भने त क्यान्सर लाग्यो जस्तो मरिहाल्यो भने फेरि। याद गर्नु, क्यान्सर लाग्यो भनेको के हो भन्दाखेरि अब नयाँ कोष बन्ने प्रक्रिया एकदम स्लो हुन्छ, मर्ने प्रक्रिया फास्ट हुन्छ। कोष मर्न त सबैको मर्छ, तर हामी बाँच्छौँ किन बाँच्छौँ भन्दा नयाँ कोष पनि बनेको परेको छ। मर्ने तुलनामा हामीलाई चाहिने नयाँ कोष पनि बनेको छ। क्यान्सर लाग्यो, क्यान्सर लाग्यो भने के हुन्छ? मर्ने कोष मर्छ, नयाँ बन्ने एकदम कम बन्छ, अनि पछि बन्दै भन्छ मर्यो। कति मिल्छ? बाइबल अनुसार कति मिल्छ? हिब्रू बाइबल अनुसार हामी बाइबलको अर्थ खोल्ने भने साइन्स अनुसार कति मिल्छ? मानव शरीर हरेक मिनेट मर्दै पनि छ, त मरिरहनेछस्, लास्टमा मर्नेछस्, अनि नयाँ बन्दैछ। किनकि हाम्रो तोकिएको आयु हुन्जेल त फेरि बाँच्न पर्यो शरीर, त्यही भएर केही नयाँ कोषहरू बनेर शरीर धानिएको, प्राण धानिरहेको छैन। कुरा के हो त भन्दा पुराना सेलहरू, कोशिकाहरू मर्छन्, नयाँ कोशिकाहरू जन्मिन्छन्, बन्छन्। छाला फेरि त
तपाईँ र मेरो छाला छ नि 2 देखि 4 हप्तामा नयाँ हुन्छ। फिगर यो पनि डक्टरले चेक गर्नु है, फिगर चाहिँ फ्याक्ट हो, तर फिगर यो मैले चार्ट जिपिटीबाट लिएको, कहिलेकाहीँ अथेन्टिक स्रोत फिगर चेक गर्नु। 2 देखि 4 हप्तामा हाम्रो छाला नयाँ हुन्छ। अनि रातो रक्त कोशिका करिब 120 दिनमा बदलिन्छ पुरै। अनि आन्द्राको कोशिका 3 देखि 5 दिनमै बदलिन्छ। चेन्ज भइरह, परिवर्तन भइरहेछ। हाम्रो शरीरभित्र हुने कुरा भन्दैछु मैले। मानिस जन्मेदेखि नै मृत्युको बाटोमा हुन्छ। जब जन्मिन्छ त्यसो के हुन्छ, नयाँ कोष आउने, पुरानो कोष मर्ने प्रक्रिया चलिरहने, मृत्युको बाटोमा भयो। त्यसो भने यहाँनिर मैले याद गरेको, यहाँबाट के याद गरेको भन्दा अमरत्व भनेको के हो, अविनाशी जीवन भनेको के हो, अमर भने के हो, इटर्निटी भने के हो, कहिले नमर्ने अमर जीवन भने के हो भन्दाखेरि मेरो विचारमा यस्तो महिमित शरीर हो जहाँ कोषको मृत्यु हुँदैन, आत्मिक शरीर। बुझ्न सक्दैन। प्रभु येशूको पुनरुत्थान भएको शरीर जहाँ हाम्रो शरीरको परिणाम फेनोमेनामा परमेश्वरले चाहिने जति कोष दिनुभयो, सबल कोषहरू क्यान्सर लागु होइन, भने रोगी कोषहरू होइन, एकदम हेल्दी कोषहरू दिनुभयो। त्यो चाहिँ अब मर्ने प्रक्रिया हुँदैन, मजाले फिट एन्ड फाइन इटर्निटी परमेश्वरसँग बस्छ। कति राम्रो है, मैले कल्पना गरेको अमर जीवन साइन्सको आधारमा। बाइबलले भन्दछ पापको कारणले गर्दा मानिस मर्ने भयो, त्यहाँभन्दा अगाडि चाहिँ मर्थेन, यो कोष मर्ने प्रक्रिया थिएन। त फल खायो, श्राप पर्यो, त मरिरहनेछस्, लास्टमा मर्नेछस्। त्यो प्रक्रिया सुरु भयो फल खाएपछि। त धुलो होस् र धुलोमै फर्किन्छ, माटोमा मिल्छ हामी। उत्पत्ति 3:19 जन्मियो कि मृत्युको यात्रा सुरु भयो, हो कि होइन? जन्मियो कि मृत्युको यात्रा सुरु भयो त्यहाँदेखि, होइन? यही हो हाम्रो वास्तविकता, यही हो हाम्रो वास्तविकता। जन्मिएपछि मृत्युको यात्रामा सुरु भयो, नजन्मिएको भए मृत्युको यात्रामा सुरु हुन्थेन। तर मृत्यु 3 किसिमको हुन्छ भन्ने कुरा नबिर्सिनु। फेरि मृत्यु 3 किसिमको हुन्छ। अहिले म भन्छु, अझै खुलाउँदै जान्छु, धेरै व्याख्या गर्छु। मानिस हरेक दिन, हरेक मिनट अन्तिम दिनतर्फ जाँदैछ। मैले जहिले पनि भन्ने गर्छु नि, हामी दायाँ अगाडि गए तापनि बायाँ गए तापनि मृत्युको नजिक नजिक गइरहेका छौँ। शरीर मर्दैछ र समय अथवा आयु घट्दैछ, यो विश्वव्यापी सत्य कुरा हो। त्यही भएर सुभाष भाइले पनि छिटो मुक्ति पाएर गवाइदिनुपर्छ। शरीरमै हुँदाखेरि मऱ्यो भने के हुन्छ, सधैँको लागि नरकमा गइन्छ नि। यो चाहिँ घटना, यो घटना मैले धेरै जसो जहिले पनि सेयर गर्छु, किन भन्दाखेरि एकदम रियलिस्टिक छ कि यो। यहाँ के हुन्छ, यो फोटोमा हेरौँ, यो सानो बच्चा, तपाईँलाई थाहा छ भिडियो यो मलाई चाहिँ एउटा बच्चा एउटा लड्कालाई माया गर्नु पर्थ्यो, प्रेम गर्नु पर्थ्यो। प्रेम गर्नुपर्ने आफ्नो सहोदर दाइ भाइलाई मार्न खोज्दै, सिद्धाउन खोज्दै, यो पापमा भएको मान्छेको चिन्ह। बच्चादेखि नै आमाले सिकाएको होइन, बाउले सिकाएको होइन, दाइ कसैले सिकाएको होइन यस्तो झगडा गर्न, नराम्रो काम गर्नलाई। तर एउटाले अर्कालाई सिद्धाउन खोज्दै, जन्मदेखि नै मान्छे पापी भएर पाप स्वभावसहित जन्मिन्छ। यसको इलिस्ट्रेसन हो यो। सिकाउन पर्दैन। एजुकेसन पढेको मान्छेले टेबुलर रासा भनेको मान्छे जन्मिँदाखेरि त्यही सिक्यो भन्न, पछि खाली प्लेटमा खाली कागजमा लेखे जस्तै भनेर कुनै केले एजुकेसन पढ्ने मान्छेले भन्छन्। टेबुलर रासा भएको भयो भने यो बच्चा कसले लेख्यो, यिनीहरूलाई कसले लेखिदिएको, हेरे सिकाएको, हेरेको हेर, चुनाएकै हेर, फेल भयो त्यो टेबुलर। यो तिनीहरू आफै हुन्छ, यो रियल कुरा हो। यिनी बच्चामा त हाम्रो बच्चा पनि त्यही हो। तपाईँको पछि याद गर्नु, तपाईँले कहिले पनि बच्चाले नराम्रो कुरा सिकाउनु, तर आफै सिक्छ, खाना सिक्छ, खाना सिक्छ। यो पनि इन्ट्रेस्टिङ छ। उसलाई खायो चल्यो। किन हामीलाई पापले के हुन्छ हल्लाइरहेको छ, पापले उसको जीवनलाई मजा हाम्रो मनलाई हामीले सिकाइरहेको पापले भने
जसरी मदिराले नशामा डुबेको मानिसलाई नियन्त्रण गर्छ त्यसरी नै पापले हरेक प्राकृतिक मानिसको हृदयलाई नियन्त्रण गरिरहेको हुन्छ। किनकि पापको ज्याला मृत्यु हो। रोमी 6:23 भन्छ। ज्याला भनेको पेनाल्टी, यहाँ दण्ड। अदनको बगैँचामा न त कुनै रोग थियो, सुरुमा पाप आउनुभन्दा अगाडि न आँसु, न डर, न मृत्यु, केही थिएन। त मर्नेछस्, त मरिरहनेछस्, त मर्नेछस्, त्यो थिएन अदनको बगैँचामा फल खानुभन्दा अगाडि। पहिलो मानिस आदम परमेश्वरको विरुद्धमा लाग्यो, जीवनको स्रोतको विरुद्धमा लाग्यो। त्यो भने के हो? त्यो भने के भन्दा एउटा मानिस चाहिँ एउटा रुखको हाँगामा बसेछ, मेन रुख त्यहाँ छ, अनि यहाँ बसेर त्यो आफू त्यो हाँगामा टुप्पातिर बसेछ, त्यो हाँगाको फेदलाई काट्दैछ के मान्छे त्यही त गर्यो। जीवनको स्रोत परमेश्वरलाई विरोध गर्यो भने के हो? आफै ढल्नको लागि प्रयास गर्ने, फल खाने भने त्यही हो। पहिलो मानिस आदम परमेश्वरको विरुद्धमा लाग्यो अनि तुरुन्तै मृत्यु चाहिँ मानव जाति लगायत सबै कुरामा विष जस्तै प्रवेश गर्यो। मृत्यु प्रवेश गर्यो, पोइजन लाग्यो जस्तो भयो, आत्मिक पोइजन आयो। रोमी 5:12 भन्दछ एकजना मानिसद्वारा पाप प्रवेश गर्यो र पापद्वारा मृत्यु आयो। अहिले आत्मिक विष आयो मान्छेमा। हामीले पाप गर्ने भएकालाई हामी पापी भएका होइनौँ। हिन्दू धर्म, संसारका कुनै धर्मले प्रायःले के भन्छ? तिमीले खराब काम गरेर तिमी पापी भयौ, तिम्रो खराब कर्म भयो, पापी भयौ, अब 84 लाख जुनीमा जाऊ। धर्म हो यो चाहिँ। तर परमेश्वरको वचनले के भन्छ? हामीले नराम्रो काम गरेर हामी पापी हुने होइन, जन्मदै पाप स्वभाव लिएर जन्मेका थियौँ। त्यो भनेको के हो? अम्बाको बिरुवा, अम्बाको सानो गेडा बिउलाई रोपेपछि अम्बाको बिरुवा आउँछ, अम्बाको बिरुवा बढ्दै गएपछि अम्बा फलाउँछ। ठिक त्यसै गरी हामीमा पापको चरित्र छ, पापको स्वभाव छ, पापको क्यारेक्टर छ, त्यसले बिस्तारै हामीलाई पापको फलहरू दिन्छ। अम्बाको बोटले अम्बा फलाए जस्तै गरी हामी जन्मदै पाप स्वभाव लिएर जन्मिन्छौँ, किनकि त्यो श्रापमा, त्यो पोइजन विष सहित हामी जन्मेका छौँ फल खाएपछि। अब यो हेर्नु, यो चाहिँ के होला जीवन भाइ? यो के हो? के जस्तो लाग्छ? ग्रङ भए पनि के अनुमान गर्नु, यो के हो? एउटा सानो बत्ती क्यान्डल बालेको छ, तर उतापट्टि के छ? ठुलो बत्ती। भेरी गुड, ठुलो बत्ती। यो चाहिँ बिजुलीबाट चल्ने बत्ती हो, इलेक्ट्रिक ल्याम्प हो, एकदम उज्यालो हुनेवाला ल्याम्प हो। तर एउटा समस्या पर्यो। के समस्या पर्यो दिपक भाइ त्यहाँ? ठुलो, वास्तवमा ठुलो बत्तीले उज्यालो दिन पर्ने थियो, उज्यालो दिनुपर्ने ठुलो बत्तीले उज्यालो दिएन, त्यही भएर बत्तीलाई पनि फेरि क्यान्डल उज्यालो नदिनु परेन। यो अँध्यारो देख्दै देखिन्न, यो बत्ती देखाउनको लागि क्यान्डल बालिदिनु परेन, जबकि यसले बत्ती बलेर उज्यालो दिनु पर्थ्यो। झन् वास्तविक स्रोत दिनुपर्ने बत्ती, वास्तविक उज्यालो दिनुपर्ने इलेक्ट्रिक ल्याम्पले दिन नसकेर क्यान्डल बाल्न पर्यो। यस्तो अवस्था, दयनीय अवस्था पर्यो। आत्मिक मृत्यु, मैले चिन्ह सम्झिन सजिलो भने चिन्ह देखाउन खोज्दैछु। आत्मिक मृत्यु, त्यो फल खाने बित्तिकै तत्कालै मान्छे त हामीले शारीरिक मृत्युमा गएको त देखेनौँ, त मर्नेछस् भनेको थियो। सुरुमा के भयो? आत्मिक मृत्यु भयो, फल खाएपछि तुरुन्तै मर्यो, तत्कालै भयो फल खाने बित्तिकै। परमेश्वरबाट अलग भयो मान्छे, पवित्र परमेश्वरबाट, सिद्ध परमेश्वरबाट, प्रेमिलो परमेश्वरबाट, असल गुणले भरिएको परमेश्वरबाट अलग भयो। मानिसमा भएको असलपना गुम्यो, असलपनाको स्रोत परमेश्वरबाट अलग भयो। उत्पत्ति 3:7-10, यसै 59:2 परमेश्वरदेखि अलग भएको विषय। प्लग, बिजुलीमा नजोडिएको इलेक्ट्रिक ल्याम्प भनेको के हो? मेन सप्लाई गर्ने उज्यालोको स्रोत। बिजुलीको करेन्टमा जोडिएन यो मेन ल्याम्प, त्यही भएर अब के भयो? उज्यालै दिन्न। उज्यालो दिन पर्ने हो, दिँदैन। किन? अब यो जोडिएकै छैन, मेन करेन्ट सप्लाईमा जोडिएकै छैन। अब बत्ती त छ, तर त्यो बत्तीले उज्यालो दिन नसकेर अर्को क्यान्डलले उज्यालो दिनु पर्यो। आदम र हव्वा त त्यहाँ छन्, तर उनीहरूको आत्मा, परमेश्वरको जीवनको स्रोत परमेश्वर, असल कुराको स्रोत, पवित्रताको स्रोत परमेश्वरबाट अलग भयो। हेर्दा त छ त्यो लाइट, त्यहाँ बडी त छ, ल्याम्प पनि छ, उज्यालो दिन्न। मान्छे पनि छ, आत्मिक जीवन छैन, असल गुणहरू देखाउन सक्दैन। अब त के गर्न थाल्यो?
यही आइमेले दिएर खाएको, यही सर्पले दिएर खाएको दोष लाउन थाल्यो। खराब कुरा मृत्युको उदाहरण दिन थालिहाल्यो भने असल पवित्र परमेश्वरको गुणहरू हरायो, छुट्यो। एउटा सुन्दर घरमा एउटा उत्तम डिजाइन भएको प्लग बिजुलीमा नजोडिएको इलेक्ट्रिक ल्याम्प टेबलमाथि थियो। यो सफा चम्कन तयार देखिन्थ्यो, तर यसमा एउटा कुरा हराइरहेको थियो। त्यो यो हो कि बिजुलीमा जडान गरिएको थिएन, मेन लाइनमा। बाहिरबाट हेर्दा यो दुरुस्तै उस्तै बल्न लागे चाहिँ देखिन्थ्यो, तर जब रात आयो तब यसले कुनै प्रकाश नै दिएन, मेन लाइनमा नजोडेको हुनाले। यस ल्याम्पलाई उल्टै मैनबत्तीले उज्यालो दिन पर्यो। मानिसहरू अन्धकारमा हिँडे बत्ती भाँचिएको कारणले होइन, तर किनभने यो शक्ति स्रोतबाट विच्छेद भएको थियो। असल कुराहरूको स्रोत, असल शक्तिको स्रोत परमेश्वरबाट विच्छेद भयो मानिस। त्यसपछि पापको सुरु भयो, दोष लाउनेदेखि पाप कर्महरू, एकछिनपछि भाइलाई मार्ने, कैन हाबिल, यस्तो खेल सुरु भयो। मृत्युको फलहरू देख्न थाल्यो। जस्तै अनि लुके, परमेश्वर आत्मालाई भन्नुभयो जुन दिन तैँले त्यो खानेछस् त निश्चय नै मर्नेछस्, त मरिरहनेछस्, त मर्नेछस्। उत्पत्ति 2:17। तर त्यो फल खाएपछि पनि आदम र हव्वाले सास फेरिरहेका थिए। तपाईँले पनि बुझ्नु, अरूलाई पनि बुझाउनु। फेरि क्वेसन गर्लान्, ए बाइबल रङ, त्यस्तो भनेको मान्छे भेटाएको छु मैले। ए बाइबल रङ, परमेश्वर निश्चय नै मर्नेछस् भन्नुभएको थियो, खै त मरेको, त्यहाँ बाँचे त, बाइबल इज रङ भनेको पनि सुनेछु। तपाईँले पनि बुझ्नु, अरूलाई पनि बुझाउनु। त्यो सास फेरिरहेका थिए, उनीहरू हिँड्न र बोल्न सक्दै थिए। आदमले पाप गरेको क्षणदेखि आत्मिक मृत्यु सुरु भएको थियो। त्यो 3 मान्छेले 3टा मृत्यु बुझेको छैन। अनि हिब्रू भाषामा त निश्चय नै मर्नेछस्को अर्थ के हो? त मर्दै जानेछस् अनि अन्तिममा मर्नेछस्, त्यस्तो हो। त्यो कुरा नबुझेर त्यस्तो भएको। पाप गर्नुभन्दा पहिले आदम परमेश्वरतिर दौडने गर्थे। पहिला के सानो बच्चा बाबा भनेर बाबातिर दौडे जस्तै गरे उनी परमेश्वरतिर दौड्थे। त्यो फल खानुभन्दा अगाडि, पाप गर्नुभन्दा अगाडि खालि परमेश्वरतिर जान मन लाग्थ्यो। तर पाप गरेपछि, फल खाएपछि अब आदम परमेश्वरबाट टाढा भाग्न थाले अनि गएर लुक्न थाले, परमेश्वरबाट लुक्न थाले। फरक, फल खाएपछि फरक। मरे आत्मिक रूपमा मर्ने भनेको त्यही हो। परमेश्वरतिर जान पर्ने, पवित्रतातिर जान पर्ने, जीवनको स्रोततिर जान पर्ने मान्छे अब ठ्याक्क विपरीत दिशातिर जान थाले। अनि अरूले एकअर्कालाई दोष लाउन थाल्यो, भाइलाई मार्ने मनाउन थाल्छ। त्यो मृत्युको शक्तिले काम गर्न थाल्यो। ठ्याक्क उल्टो भयो, रिभर्स भयो। पाप आएपछि रिभर्स भयो। आत्मिक मृत्युको अर्थ हो परमेश्वरबाट अलग हुनु, परमेश्वरसँग सङ्गति गुमाउनु। अहिले क्विजमा आयो भने अर्थ भन्नुपर्छ, ध्यान दिनु है। आत्मामा अँध्यारो हुनु, डर, लाज र दोषले भरिनु। संसारका सबै मान्छेमा 3टा गुण छन्, डर, लाज र दोष। संसारका हरेक धर्मलाई समराइज गर्ने भने यी 3टा शब्दले पुग्छ। संसारका हरेक धर्मका हरेक मान्छेमा यही कुरा छ। पछि यो विषयमा एउटा छुट्टै वचन सुनाउँला। डर, लाज र दोष। अनि हृदय कठोर पार्नु, त्यही आत्मिक मृत्यु भनेको। आत्मिक रूपमा मृत व्यक्तिले हिँड्न, बोल्न, काम गर्न, हाँस्न सक्छ, तर ऊ भित्रमा परमेश्वरको जीवन हुँदैन। अघिको अम्बा, छुट्टिएको अम्बालाई याद गर्नु। हेर्दा त लाइभ छ अम्बा, तर जीवनको स्रोतबाट विच्छेद भएको छ। हामी पनि अहिले सबै जिउँदो जस्तो होइन, पर्फेक्ट जस्तो सबै काम गरिरहेका छौँ नि, त्यो अम्बाको बोटा जस्तै हो। दिन बितेर रात आउँछ तर पनि यसले उज्यालो दिँदैन। यो ल्याम्प, मेन लाइनमा नजोडिएको ल्याम्प, यो फुटेको छैन, तर यो विद्युतको लाइनबाट विच्छेद भएको छ। आत्मिक मृत्युमा पनि यस्तै हुन्छ। र जीवित परमेश्वरसँग व्यक्तिगत सम्बन्ध नजोडिएको मानिस बाहिरी रूपमा जीवित तर भित्री रूपमा मृत हुन्छ। एफएसी 2:1 अनि 5मा भनेको कुरा त्यही हो। आत्मिक रूपले मरेको भनेको यही हो। अर्थ बुझ्नु तपाईँले पनि, अरूलाई पनि बुझाउन तयार हुनु। ऊ खाँदै पिउँदै, काम गर्दै, मुस्कुराउँदै, सपना देख्दै बाँचिरहेको हुन्छ शारीरिक जीवन, तर उसको आत्मा भने जीवनको स्रोत परमेश्वरबाट विच्छेद भएको हुन्छ, अलग भएको हुन्छ। छुट्टिएको हाँगा, ऊ छुट्टिएको हाँगा, अम्बाको हाँगा याद गर्नु। हेर्दा त उस्तै छ नि।
त्यो हाँगा र मुक्ति नपाएको मान्छेको जीवन उस्तै उस्तै हो। उत्पत्ति 2:17 आदमले पाप गरेको दिन ऊ आत्मिक रूपले मर्यो त्यो क्षणमै। एफएसी 2:1 मानिस अपराध पापमा मरेका छन्। 59:2 यसै 59:2 पापहरू मानिसहरू पापले गर्दा परमेश्वरबाट अलग भएका छन्। यूहन्ना 15:5 देखि छ रुखको बोट बिनाको हाँगा ओइलाउँदछ। मेन रुखबाट टाढा गएपछि ओइलाउँछ, मर्छ, सुक्छ। उत्पत्ति 3:8 आदम परमेश्वरबाट लुकेर बस्यो त्यहाँ त्यो हाँगा। हेर्दा त कस्तो जिउँदै जस्तो देखिन्छ। हो अलिअलि जीवन बाँकी छ थोरै अहिले। आत्मिक मृत्यु भएको जीवन भनेको रुखबाट काटेको हाँगा जस्तै हो। यसभित्र मृत्यु सुरु भइसकेको हुन्छ। याद गर्ने कुरा अघि मैले भने कुरा फेरि। अब कुरा के हुन्छ त यहाँ फरक के छ? रुखमा जोडिएको भयो भने त्यसमा चाहिँ नयाँ कोष बन्ने प्रक्रिया र मर्ने कोषको प्रक्रियामा नयाँ कोष ढिले गरेर बन्थ्यो। अब यहाँ के हुन्छ? जीवन सोच जोडेको छ, भलको कोषले काम गरिन्छ, सेलले काम गरेको मात्र अनि नयाँ रिजेनेरेसन हुन सक्दैन, नयाँ कोष काम सक्दैन, छुट्टिएको कम हुन्छ। त्यहाँ भएको शक्ति केहीमा चल्दा तर मेन लाइनसँग डिस्कनेक्ट भएपछि लामो समय टिक्दैन। आत्मिक मृत्यु भएको जीवन केही समय हरियो जस्तो देखिन्छ तर पछि बिस्तारै सुक्दै जान्छ र अन्त्यमा जीवन शून्य भएको देखाउँदछ। मानव जाति पनि जीवित देखिन्छ तर परमेश्वर बिना आत्मिक रूपमा मृत मुक्ति नपाएको मान्छेहरूको यो मुक्ति नपाएको मान्छेहरूको चिन्ह हो। लाइफ उस्तै त छ नि, के फरक छ र? तर मेन रुखबाट अलग भएको छ। अहिले गएको छ बुझाउनु अरूलाई सुसमाचार सुनाउँदा, किनकि उनीहरू मान्छेले बुझ्दैनन् त यस्तो कुरा। तिमी र हामीमा के फरक छ र? क्रिस्चियन र मुक्ति पाएको नपाएको के फरक छ भनेर सोद्धाखेरि बुझाउनु पर्छ। यो रुख र यो हाँगा र अरू रुखमा के फरक छ? अब यो मैले तपाईँलाई बुझाउनुको लागि कसैले कोही मान्छेहरू अम्माको बोटै नदेख्यो होला, फेरि बजारमा अताल फेरि यो मोबाइल सबै छ, मोबाइलबाट बुझाइदिन्छु। फेरि यो मोबाइलमा चाहिँ यो मोबाइलमा एउटा समस्या छ। तिनजना के समस्या छ हेरे भन्नु, त्यहाँ के छ सबै हेर्नु, स्क्रिन हेरेर भन्नु के समस्या? ब्याट्री फुल छ, घडी पनि देखाएको छ, हुनुपर्ने के हो त्यहाँ? अझै एक दुईवटा कुरा वाइफाई मोबाइलको काम के हो? फोन गर्ने हेरेर यदि टावरमै जोडिन भने मोबाइल के क्यालकुलेटर भइहाल्यो। मोबाइल कस्तो त होला मेन मोबाइल भएपछि यहाँनिर माथि टावर हुनुपर्छ, टावर अनि वाइफाई भएको बेलामा वाइफाई, टावर र वाइफाई हुनुपर्छ। या दुइटै कम्ती पनि एउटा त हुनै पर्यो नि। तर यो मोबाइल चाहिँ छैन, दुइटै छैन, कामै छैन, फोन गर्नै मिल्दैन। अब मोबाइल भएर मोबाइलको गुण छैन यसमा, किनकि टावर पनि छैन, वाइफाई पनि छैन। के काम? क्यालकुलेटर जस्तै भयो, क्यालकुलेटर अथवा क्यामेरा भयो, मोबाइल भएन। टावरको सिग्नल नभएको मोबाइल फोन डिभाइसको बोडीमा कुनै कमजोरी नभएको भए तापनि, पूर्ण रूपमा चार्ज भएको र उत्तम मोबाइल भएको भए तापनि टावर र वाइफाई सिग्नल बिना त यो व्यर्थ हुन्छ, फोन गर्न मिल्दैन। यसको उद्देश्य पुरा हुन्न के? मेन टावरसँग जोडिएन भने मोबाइल भएको पनि व्यर्थै, धिक्कार मोबाइल, नाम मात्रको मोबाइल होइन त, मोबाइल क्यालकुलेटर हो त, क्यामेरा हो होइन। मोबाइल काम त फोन गर्ने भने फोनै गर्दैन, के काम? यत्रो महँगो हालेर किनेर क्यालकुलेटर त 700-800मा आइहाल्छ, 900मा आइहाल्छ होइन। त्यस्तै परमेश्वरबाट अलग भएको मानव आत्मामा पनि कुनै आत्मिक जीवन हुँदैन। मेन टावरसँग परमेश्वरसँग लिङ्क हुन पर्यो, जीवनको स्रोतसँग, पवित्रताको स्रोतसँग। आत्मिक मृत्युका सङ्केतहरू परमेश्वरको लागि भोक नभएको, पापको अनुभूति नहुने, पाप गर्दा पनि मैले पाप गरेँ भनेर त्यस्तो मन नआउने क्या, आफ्नै लागि मात्र बाँच्न खोज्ने, यस्ता धेरै चिन्हहरू। अन्धकारलाई प्रेम गर्ने, यो चाहिँ सामान्य केही मैले लेखेको स्याम्पलको लागि। आत्मिक मृत्युमा भएको मान्छे। अब यहाँनिर के भएको छ किरण भाइ? ल भन्नु, यो चित्रमा के भएको छ? राम्रो सुन्दर घर छ, काठको घर, अँध्यारो पनि छ। तर यहाँ अझै एउटा कुरा के पाउनु, बिचतिर हेर्नु के भयो? अनि तपाईँले बिचमा के भयो? घरको सेन्टरमा के छ? यो चाहिँ काठको घर हो। यहाँ चाहिँ आगोले टिप्यो यो घरमा। बाहिर हेर्दा रमाइलो देखिन्छ, घर ठिकठाक छ, तर समस्यामा त सानो आगो लागि गयो यसमा भित्र।
अब यो आगो चाहिँ बिस्तारै बढ्दै गएर यता 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 जलाएर घरै जल्नेवाला छ। तर अहिले हेर्दा ठिकठाक छ यो घर। भित्रबाट बिस्तारै आगोले जलिरहेको घर हो यो। एउटा रातिको समयमा बाहिर हेर्दा शान्त समस्यारहित देखिन्छ, तर उक्त घर भित्रबाट बिस्तारै आगो बलिरहेको छ र अन्ततः बाहिर निस्कनेवाला छ आगो। अब पछि पुरै घर जल्नेवाला छ। काठको घर हो यो। त्यस्तो चाहिँ विदेशतिर काठको घर हुन्छ प्रायः। यो नै आत्मिक मृत्युको चित्रण हो। भित्र नरकमा जानको लागि सुरु भइसकेको छ। शारीरिक मृत्यु। अब शारीरिक मृत्युको व्याख्या गर्छु। यो त थाहा छ सबैलाई यस्तो हुन्छ भने त। अघिको बल्ब मेन सोर्स, उज्यालोको स्रोत परमेश्वरबाट अलग भएको, बढी फुट्यो। अब त्यहाँ लाइन त परमेश्वरको जीवन त भ्याइएको होइन, तर यसले देखाउन सकेन, प्रकट गर्न सकेन कि किनकि शरीर नै छैन। मरियो, मरिएपछि शारीरिक शक्ति देखाउन सकिन्न। यो बिजुलीले उज्यालो दिन सकेन। बढी समस्या पर्यो। बल्ब फुट्छ तर घरमा बिजुलीको उपस्थिति अझै पनि छ, लोड सेडिङ भएन, तर शरीर मर्छ, आत्मा रहिरहन्छ। लाइन त आछ तर बल्ब जल्यो, मर्यो। शारीरिक मृत्युमा शारीरिक जीवनको अन्त्य हुन्छ जब मस्तिष्क, फोक्सो र मुटु आदि जस्ता अङ्गहरूले काम गर्न बन्द गर्छन्, तब शारीरिक मृत्यु हुन्छ। मानिस माटोको भाँडो जस्तै हो, बाइबलले भन्छ। जब फुट्छ फेरि धुलोमा नै फर्कन्छ शरीर। उपदेशक 12:7 धुलो फेरि माटोमा फर्कन्छ, आत्मा फेरि परमेश्वर कहाँ फर्किन्छ। शारीरिक मृत्युको चित्रण यो तपाईँ हामीलाई थाहा छ। शारीरिक मृत्यु भएको बेलामा व्यक्तिको शरीर र आत्मा अलग भएका हुन्छन्। शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ भनेर याकुब 2:26ले भन्छ। यही हो, यो इलिस्ट्रेसन मात्रै हो है, यो फेरि सबै बुझाउनलाई राखेको मात्रै हो, सम्झिन सजिलो होस् भनेर। यो शरीर हो, मरेको शरीर हो। मान्छे मर्ने बेलामा उसबाट आत्मा, स्पिरिट मर्ने भनेको के हो? हाम्रो शरीरबाट आत्मा निक्लिने हो। मर्ने भनेको त्यही हो, यो शरीर छ, आत्मा बाहिर निक्लिने। शारीरिक मृत्यु भनेको त्यही हो। नाश हुने सत्यको लागि भ्याइने होइन, आत्मा मर्दैन। शारीरिक मृत्यु भएको बेलामा आत्माले शरीर छोड्छ। त्यो मृत्यु भनेको नाश हुने होइन, मृत्यु भनेको अलग हुने हो, सेपरेट हुने, छुट्टिने मात्रै हो। हाम्रो शारीरिक मृत्यु भयो भने हामी परिवारबाट अलग हुन्छौँ, शरीर आत्मा अलग हुन्छ, सम्पत्तिबाट अलग हुन्छौँ, ठाउँबाट अलग हुन्छ, घरबाट अलग हुन्छ, अलग हुने हो मृत्यु भनेको। अनि यो शरीर चाहिँ माटोमा मिल्छ, आत्मा चाहिँ मर्दैन। मृत्युको अर्थ के हो? सत्यको लागि निमित्याउनु, भ्याइनु, केही पनि बाँकी रहनु होइन। मृत्यु भनेको अलग हुनु हो, अर्कै अस्तित्वमा। आत्मा मसँग छ, शरीर माटोमा मिल्यो, नाश हुने होइन है। साइन्सले पनि भन्छ नि, एनर्जीलाई हामीले पूर्ण रूपमा विनाश गर्न सकिँदैन, परिवर्तन मात्रै गर्ने हो। दुईटा यो चित्र बल्ब हेऱ्यो भने एउटामा चाहिँ बडी, शरीर ड्यामेज भयो, उताबाट करेन्ट आइरह, बडी छैन, बडीले काम गरेन। अर्कोमा चाहिँ करेन्ट पनि आइरह, बडीले पनि काम, उज्यालो दिइरह। त्यही फरक हो। पहिलोमा शारीरिक मृत्युको चित्रण भयो, दोस्रोमा चाहिँ लाइट पनि आइरह, शारीरिक मृत्यु पनि भएन। भाँचेको चिम भौतिक शरीर, शारीरिक मृत्यु। बायाँ चिम भाँचेको छ र चकनाचुर भएको छ, यो अब चम्कन सक्दैन, भाँचेको होला। यसले मानव शरीरलाई प्रतिनिधित्व गर्दछ। जब कुनै व्यक्ति मर्छ, शरीरले काम गर्न छोड्छ, उपदेशको 12:7। अनि शरीर धुलोमा फर्कन्छ, उत्पत्ति 3:19। भाँचेको चिम जस्तै शरीर निर्जीव, मौन र बेकार हुन्छ, उज्यालो दिन्न त्यो चिमले। काँच भाँचिएको छ, तर ध्यान दिनुहोस् बिजुली भाँचिएको छैन भनेको बिजुली चाहिँ हटेको छैन, त्यहाँ आइरहेको सप्लाई। चम्किरहेको चिम जीवित आत्मा, अमर आत्मा, स्रोत आइरहेको छ त्यहाँ, स्रोत। दायाँ चिम अझै पनि प्रकाशले चम्किरहेको छ, यसले मानिसको आत्मालाई प्रतिनिधित्व गर्दछ। शरीर मर्दा आत्मा मर्दैन। प्रभु येशूले भन्नुभयो, शरीरलाई मार्ने तर आत्मालाई मार्न नसक्नेहरूसँग नडराओ। मत्ती 10:28। आत्मा अस्तित्वमा रहन्छ या त परमेश्वरसँग या उहाँबाट अलग भएर। आत्मा त सधैँ रहिरहन्छ, आत्मा त कहिले मर्दैन। या त परमेश्वरसँग सँगै बस्छ या त परमेश्वरदेखि अलग भएर बस्छ, बस्नु त बस्छ, कहिले मर्दैन।
जसरी एउटा बल्ब फुटेपछि पनि बिजुली चलिरहन्छ, चम्किरहन्छ, सप्लाई भइरहन्छ, त्यसरी शरीर मर्दा पनि आत्मा चलिरहन्छ, रहिरहन्छ। यो चाहिँ मरेको मानिसको शरीरलाई माटोमा गाडेको दृश्य। त माटोबाट निकालेको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। उत्पत्ति 3 बाइबलमा भनिएको छ। उपदेश 12:7 जमिनबाट आएको धुलो जमिनमा फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वरको आत्मा जान अघि उहाँको सम्झना गर। त्यही भएर हामीले गर्नुपर्ने कुरा के हो? परमेश्वरलाई चिन्नै पर्छ, मुक्ति पाउनै पर्छ, याद गर्नै पर्छ। यहाँनिर के भयो भन्दा एउटा मान्छे चाहिँ एउटा पालमा बस्यो। यो मान्छे चाहिँ यो पालमा बस्ने गर्थ्यो, तर बस्दा 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 यो पाल नै पुरानो भयो। यसले केही काम गरेन, पानीहरू छेकेन, हावाहुरी केही छेकेन, त्यो च्यातियो, ढल्न थाल्यो पाल। त्यसपछि उसको परपट्टि सिक्रिजमा उसको घर छ। अब पालले काम नगरे त्यो आफ्नो घरतर्फ जान्छ, किनकि त्यहाँ त बस्नै मिलेन। टाढा भएको हुनाले सानो देखिएछ यो घर, धेरै टाढा। त्यहीँ जाँदैछ। अब त्यो पहिलाको पालले काम गरेन। त्यही भएर एक यात्री आफ्नो यात्राको क्रममा एउटा सानो पालमा बस्थे। उक्त पालले उनलाई लामो समयसम्म घाम, हावा र वर्षाबाट जोगाएको थियो। तर धेरै समय बितेपछि पाल पुरानो भयो, च्यातियो, कमजोर भयो, अन्ततः ढल्यो। तर त्यो यात्री जीवित थियो, त्यो मान्छे चाहिँ मरेको थिएन, पाल मात्रै ढलेको। उसले टुटेको पाल छोड्यो र ऊ अर्कै घरमा सर्यो। त्यो मान्छे, यसको अर्थ के हो? साङ्केतिक अर्थ, मानव शरीर त्यो पाल जस्तै, यो शरीर चाहिँ पाल हो। मानव आत्मा त्यो यात्री जस्तै हो। 2 कोरिन्थी 5:1 बाइबलले के भन्छ? सबै म बाइबलसँग जोडिदिन्छु फ्याक्टलाई। यदि पार्थिव शरीर, यो शरीर भौतिक शरीर ढली गए तापनि पाल जस्तै, त्यो पुरानो पाल जस्तै स्वर्गमा अनन्तसम्म रहने परमेश्वर दिनुभएको हाम्रो घर छ, जो हातले बनाएको होइन। शारीरिक मृत्यु व्यक्तिको अन्त्य होइन, यो त आत्माले वर्तमानमा भएको शरीर छोडेको मात्रै हो। विश्वासीहरूका लागि मृत्यु विनाश होइन, यो प्रभुसँग हुनको लागि गरिने प्रस्थान हो। हामी विश्वासीहरू चाहिँ मरेपछि चिन्ता नगर्नु, झन् प्रभुसँग सँगै हुनको लागि एउटा बाटो खुल्छ। विश्वासीहरूको लागि मृत्यु विनाश होइन, यो परमेश्वरसँग हुनको लागि, सँगै हुनको लागि गरिने प्रस्थान, यात्राको सुरु हो, परमेश्वर कहाँ जाने अवसर हो। 3 किसिमको मृत्यु मध्येबाट अब अनन्त मृत्युको व्याख्या गर्छु। बाइबलमा अनन्त मृत्यु भन्ने बित्तिकै आगो, अनन्तको आगो, अघिको दृश्य याद गर्नु। परमेश्वरबाट अनन्तको लागि विच्छेद भएको अवस्था। प्रकाश 20:14 दोस्रो मृत्यु भनेको छ यहाँ। परमेश्वरबाट अनन्तसम्मको लागि अलग भएको भनेर 2 थेसलोनिके 1:9 भन्दछ। परमेश्वरको उपस्थितिबाट सदाको लागि अलग हुनेछन् भनेको छ त्यो पदमा। परमेश्वरले मानिसहरूलाई नरकमा पठाउनुहुन्न। याद गर्ने कुरा फेरि, परमेश्वरले मानिसहरूलाई नरकमा पठाउनुहुन्न। 2 पत्रुस 3:9 भन्दैछ। यो क्विजमा याद गर्नु, यहाँबाट आयो भने। पापले तिनीहरूलाई त्यहाँ पुर्याउँछ। हामीलाई नरकमा पुर्याउने पाप हो। परमेश्वरले त 2 पत्रुस 3:9 के भन्नुहुन्छ एकचोटि हेरौँ त। 2 पत्रुस 3 परमेश्वरले के भन्दैन तपाईँलाई थाहा छ? त्यही पनि म बाइबललाई पढाइ सुनाउँछु। 2 पत्रुस 3:9 यहाँ परमेश्वर कसरी भन्नुहुन्छ भन्दा, आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिनीहरूप्रति धैर्यवान हुनुहुन्छ। परमेश्वर के चाहनुहुन्छ? कोही नरक नजाओस्, कोही नष्ट नहोस्, हरेकले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ। हामीले आफ्नो छोराछोरीलाई के चाहन्छौँ? यो मेरो छोराछोरीको सधैँ उन्नति होस्, भलोस्, राम्रो बाटोमा हिँडोस् चाहन्छौँ। तर कोही के छोराछोरी बिग्रिन्छन् भने मान्दैन। त्यस्तै जस्तो परमेश्वर चाहनुहुन्छ कि हरेक मान्छेले मुक्ति पाओस्, हरेक मान्छे स्वर्ग जाओस्, उहाँले चाहनुहुन्छ। तर मान्छेले परमेश्वरलाई विरोध गर्दै, इन्कार गर्दै गलत बाटोमा हिँड्छन् अनि नरक जान्छन्। त्यही भएर नरकमा जाने उसको पापले गर्दा हो। परमेश्वरले त नरक पठाउनु मन थिएन। बाबाआमालाई आफ्नो छोराछोरीले दुःख पाओस् भन्ने कहाँ हुन्छ र? जसरी पनि छोराछोरीको राम्रै होस् भन्ने हुन्छ नि बाबाआमालाई त। त्यस्तै परमेश्वर हाम्रो पिताले चाहिँ हामी नरकमा गएको देख्न सक्नुहुन्न। उहाँले हामीलाई स्वर्गमा लैजान चाहनुहुन्छ। तर पापी मान्छेहरूले चाहिँ परमेश्वर विरोध गर्दै नरक जान रोज्छन्। पापले गर्दा उनीहरू, पापले मानिसमा भएको पापले उनीहरूलाई नरकमा पुर्याउँछ। प्रकाश 21:8
तीन मृत्युमाथि विजय, अब तीन किसिमका मृत्यु मैले भने, यी तीनै किसिमका मृत्युमाथि विजय गर्नुभएको मुक्तिदाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। सारा मानव जातिका एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तीनटा मृत्युहरूमाथि विजय गर्नुहुने मुक्तिदाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, एउटा मृत्यु मात्र होइन। के भयो हरायो एकछिन, त्यो भयो एकछिन आउनु कहाँनिर छ स्लाइड सो, धेरै धेरै स्क्रिन भएर मेरो मेसो फोनमा यहाँ एकछिन आउनु, अर्को स्क्रिन आयो क्या। फास्ट करो। ल तीनटा मृत्युमाथि प्रभु येशूले विजय गर्नुभयो। आत्मिक मृत्यु ख्रीष्टले आत्मिक जीवन दिनुहुन्छ, शारीरिक मृत्यु ख्रीष्टले पुनरुत्थान दिनुहुन्छ, अनन्त मृत्यु ख्रीष्टले नरकको दण्डमा पर्नबाट छुटकारा दिनुहुन्छ। रोमी 6:23 के भन्छ? पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिद्धको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। आदमको पापको कारणले गर्दा मानिस आत्मिक रूपमा मरेको छ, शारीरिक रूपमा मरिरहेको छ र मानिस अनन्त रूपमा दोषी ठहरेको छ। की पोइन्ट अहिलेसम्म मैले भनेको सबै कुरालाई एक वाक्यमा भने नि यही हो। के अरे? आदमको पापको कारणले गर्दा मानिस आत्मिक रूपमा मरेको छ, मृत्यु अवस्थामा छ, अनि शारीरिक रूपमा मरिरहेको छ, सेलहरू मरिरहेका छन्। मानिस अनि अनन्त रूपमा दोषी ठहरेको छ। तीनटा कुरा, तीनटा मृत्युको अर्थ त्यही हो। तर ख्रीष्टको बलिदानको कारणले गर्दा मानिसको आत्मा बाँच्न सक्छ, शरीर पुनरुत्थान हुन सक्छ र मानिसको आत्मा सधैँभरि परमेश्वर सङ्गतिमा रहन सक्छ। पछि मुक्ति पायो भने ख्रीष्टले त्यो बाटो खोलिदिनु भयो। हरेक आत्माको मार्ग, आत्माको बाटो कस्तो हुन्छ? हरेक मानिस आत्मिक मृत्युमा जन्मिएको हुन्छ। जन्मदा त आत्मिक मृत्युमा जन्मिँदै साथमा शरीर त हुन्छ, त्यो उछिटिएको आगो जस्तै भएर जन्मिन्छ मान्छे, मुख्य रुखमा नभएर होइन। त्यही भएर छोराछोरीहरूलाई नराम्रो कुरा सिकाउन नसिकाए पनि खालि उल्टो उल्टो बाटो हिँड्छन्। यो नगर भन्नु मान्दैन। किन? आत्मिक मृत्युमा जन्मिएको भएर परमेश्वरको पवित्र गुण, असल गुणहरू देखाउन सक्ने स्वभाव कम भएको भएर, जन्मिँदै आत्मिक मृत्युमा जन्मिएको भएर, परमेश्वरदेखि अलग भएर जन्मिएको भएर पाप आफै सिक्छन् के तिनीहरूले, गलत कुरा आफै सिक्छन्। हरेक मानिस आत्मिक मृत्युमा जन्मिएको हुन्छ जन्मदै रूपमा, अनि शारीरिक मृत्युतर्फ अघि बढिरहेको हुन्छ, शरीरमा मर्नको लागि यात्रामा हुन्छ र अन्तिममा अनन्त गन्तव्यमा पुग्छ। दुई किसिमको गन्तव्य हुन्छ। मुक्ति पायो भने, पापसँग पायो भने स्वर्गको अनन्त गन्तव्य, मुक्ति नपाइकन मऱ्यो भने नरकको अनन्त गन्तव्य। प्रभु येशू ख्रीष्टले अदनको श्राप उल्ट्याउनु भयो, रिभर्स गरिदिनु भयो। उहाँले प्रभु येशूले तीनवटा काम गर्नुभयो। उहाँले हाम्रो पाप लिनुभयो। यसया 53:6 भन्छ, परमप्रभुले हामी सबैको अधर्म उहाँमाथि राखिदिनु भयो। उहाँले हाम्रो मृत्यु लिनुभयो। हिब्रू 2:14 मृत्युको शक्तिलाई नष्ट गरिदिनु भयो। उहाँ फेरि बौरी उठ्नुभयो, त्यानमाथि विजय गर्नुभयो। यूहन्ना 11:25 पुनरुत्थान र जीवन म नै हुँ। यो त तपाईँ हामीलाई थाहा भएको भिडियो। प्रभु येशू ख्रीष्टले हाम्रो पापको दण्ड me where my trust is without borders. Let me walk upon the waters wherever you call me. Take me deeper than my feet could ever walk, and my faith will
पापको लागि उहाँ घाइते हुनुभयो। हामी पापकोदेखि तपाईँ र मलाई स्वर्गमा लैजान प्रभु येशू ख्रीष्टले आत्मिक रूपले मरेका हामीहरूलाई आत्मिक रूपले जीवित बनाउनु भएको छ। कलसी 2:13 भन्दैछ प्रभु येशू ख्रीष्टले शारीरिक मृत्युमाथि विजय गर्नुभयो। भविष्यमा त्यो हामीले पनि पाउनेछौँ। अनि उहाँले भविष्यमा सबै विश्वासीहरूलाई अमर शरीर दिनुहुनेछ। प्रभु येशू ख्रीष्टले हामीहरूलाई अनन्त मृत्युबाट पनि विजय दिनुभएको छ। 3 किसिमको जीवन उहाँले हामीलाई दिनुभएको छ। उहाँले अनन्त विच्छेदलाई हटाइदिनु भएर अनन्त जीवन दिनुभएको छ। पापको कारणले गर्दा मानिस परमेश्वरबाट छुट्टिन्छ। प्रभु येशूले क्रुसमा पाप उठाउनु भयो, पापीहरूलाई क्षमा गर्नुभयो, नयाँ जीवन दिनुभयो। विश्वास गर्ने मृत्युबाट जीवनमा सरेको हुन्छ। यो रुख हेर्नु, यो मैले अघि त्यो अचानक त्यो 5 मिनटको ब्रेकमा माथि गएर खोजेको, त्यही भएर ढिला भयो मेरो म तल आउनुलाई। यहाँ के भयो भन्दा बुझाउनलाई मात्रै हो। यो हाँगा चाहिँ यो रुखदेखि छुट्टिएको थियो, मेन स्रोतदेखि छुट्टिएको थियो। केही समय त उसमा भएको जीवित कोषहरू गर्दा चलिरह जीवन चलिरह। तर अब यो अलि लामो समय बाँच्नको लागि एउटा मात्र तरिका के भन्दा यसलाई कलमी गरेर यहाँ जोडिदिने। कलमी गर्ने भने बुझ्नुहुन्छ, सुन्तलाको हाँगोलाई कलमी गर्नु, सुन्तला कागतीहरूलाई बचाउन मिल्छ कि कलमी गरेर क्राफ्टिङ गरेर। यो हाँगोलाई चाहिँ अब छुट्यो, यसरी त बाँच्दैन, मर्छ। यसलाई बचाउनको लागि अब यो रुखमा कलमी गरिदिएपछि अब यो यसले यहाँ जराबाट यसलाई शक्ति दिन्छ, बाँच्छ, जिउँदै हुन्छ। कलमी गरेको क्राफ्टिङ। त्यस्तै परमेश्वरले हामीलाई पुनः अलग भएको परमेश्वरको जीवनको स्रोत, पवित्रताको स्रोत, असल कुराको स्रोत, परमेश्वरबाट अलग भएको पापी मान्छेहरूलाई चाहिँ जीवनको स्रोत, पवित्रताको स्रोतमा जोडिदिनु भयो, कलमी गरिदिनु भयो प्रभु येशूद्वारा। बुझाउन मिल्छ। यो एउटा पानी जहाजको नमुना छ र यो अन्तिम हो। यो संसार त्यो डुब्ने जहाज जस्तै हो। यो ठुलो पानी जहाज थियो, डुब्यो। पापले मानव जातिलाई डुबाउँदैछ। मृत्यु निश्चित छ, न्याय आउँदैछ। तर परमेश्वरले आफ्नो कृपामा एउटा जीवनदाता डुङ्गा पठाउनु भएको छ, प्रभु येशू ख्रीष्ट। उहाँको अनुग्रह अझै पनि उहाँको अनुग्रहले अझै पनि आह्वान गरिरहेको छ। 2 पत्रुस 3:9 कोही पनि नाश नहोस्, हरेकले पश्चाताप गरेर बाँचुन्। उहाँले त्यो चाहनुहुन्छ। बचाउनको लागि डुङ्गा लाइफ बोट पठाएको छ। बचाउनको लागि प्रभु येशू आउनुभएको छ। अब ती डुबेर मर्ने कि यो डुङ्गामा सर्ने? सक्यो। अब क्वेसन सुरु है। अब क्वेसनतिर लागौँ। क्वेसन नम्बर 1, परमेश्वरले आदमलाई कहाँ राख्नुभयो? एकछिन म मान्छेलाई हेरेर सोध्छु, लेभल अनुसार सोध्छु मैले। ल ठिक छ, एन्सर आइहाल्यो, थ्याङ्क यू। आदमको बगैँचा, भेरी गुड। यो सोधिने कसैलाई। अर्को प्रश्न, आदमलाई बगैँचामा किन राखियो? माया दिदीले भन्नु। त्यो बगैँचामा राखेर के गर भनेको थियो, किन राखियो? हेर्छ गोडगाड गर्नु। भेरी गुड, भेरी गुड। परमेश्वरले कुन रुखको फल नखानु भन्नुभएको थियो? भन्नु है। एउटा फलको रुखको फल नखानु भन्नु थियो नि, होइन? सुभाष भाइले भन्नु। परमेश्वरले एउटा रुखको फल नखानु हुँदैन, नखायो भने निश्चय नै मर्नेछ भन्नु थियो। त्यो रुखको नाम के थियो? दीपिकाले भन, के थियो? भेरी गुड। असल र खराबको ज्ञान दिनु रुख। तपाईँहरूलाई पनि आउँछ, मलाई थाहा छ। त्यो फल खाएपछि के हुन्छ भनेको थियो? त्यो सानो हाम्रो पुष्पा बहिनीको छोरी बेबी भन, त्यो खायो भने त त्यो फल नखाऊ। भेरी गुड, थ्याङ्क यू। खायो भने त निश्चय नै मरेछस् भनेको थियो। यसको अर्थ के हो हिब्रू भाषामा?
त मरिरहनेछस्, अन्तिममा मर्नेछस्। त्यसको अर्थ है हिब्रू भाषामा त मर्नेछस् भन्ने शब्दको हिब्रू अर्थ परेछ दुधे त बुवाले मनबहादुर बुवाले भन्नु त मर्नेछस् भन्ने शब्दको हिब्रू अर्थ के हो? अघि म भर्खरमा झुकिएर एन्सर भनिसकेँ। बाइबलमा त्यो फल खायो भने त निश्चय नै मर्नेछस् भन्यो होइन? त्यसको अर्थ दुईटा छ भने मैले भने नि के हो? नवीन भाइले भन्नु त मरिरहनेछस् अनि मर्नेछस्। भेरी गुड, थ्याङ्क यू। त मरिरहनेछस् र अन्तमा मर्नेछस् एउटै कुरा होइन। अब अन्तिममा थ्याङ्क यू। आदमको पापले कति प्रकारको मृत्यु ल्यायो? सुभाष भाइले भन्नु कति प्रकारको मृत्यु ल्यायो भन्नु? कति भन्नुभयो? उसले भन्नु त्यो मिलन भाइले भन्नु तीन प्रकारको सम्झिनु यादव सुभाष भाइ। तीन प्रकारको मृत्यु, आत्मिक मृत्यु, शारीरिक मृत्यु अनि अनन्त मृत्यु। तीन प्रकारको मृत्यु। तीन प्रकारका मृत्युहरू के हुन्? एन्सर आइसक्यो फेरि है। जुदे अहिले त अलि आशिष भयो ल। चेत कुमार आमाले भन्नु तीन प्रकारका मृत्युहरू कुन कुन हुन्? मृत्यु तीन प्रकारका हुन्छन्, के हुन्? इङ्ग्लिसले भन भन। भेरी गुड ल ठिक छ मिल्यो। पापको ज्याला के हो? आमोसले भन। खै आमोस, लिडियाले भन। लिडिया भन, पापको ज्याला के हो? वाट इज द पेनाल्टी अफ डेथ? बालसँग चाहिँ पढेको नि यो मिलनले भन, मनिष मिलन भन। मृत्यु। भेरी गुड। मृत्यु रोमी 6:23। आत्मिक मृत्युको अर्थ के हो? जानेको मैले भन्नु आत्मिक मृत्युको अर्थ के हो? भेरी गुड। परमेश्वरबाट अलग हुनु अथवा तपाईँले भनेको ठिक छ मिल्यो। अनि पाप गरेपछि आदमले के गरे? पाप गरेपछि आदमले के गरे? अभिशाप मैले भन्नु के भन्नुभयो? ठुलो स्वरले भन्नु न। परमेश्वरबाट लुके। भेरी गुड। शारीरिक मृत्यु भनेको के हो? हाम्रो नरमाया आमाले भन्नु शारीरिक मृत्यु भनेको के हो? शरीरमा मर्नु भनेको के हो? शरीर मर्नु। भेरी गुड। तर शरीर यसलाई अर्को अर्थमा भन्नुपर्दा शरीर र आत्मा अलग हुनु, शरीरबाट आत्मा निस्केर जानु। भेरी गुड। शारीरिक मृत्यु भनेको शरीरबाट आत्मा निस्केर जानु। आमाले भनेको मिल्यो, ठिक छ। शरीर आत्मा अलग हुनु। मृत शरीर केमा मिल्छ? हाम्रो समीक्षा मैले भन्नु मृत शरीर केमा मिल्छ? लास्टमा केमा मिल्छ? उत्पत्ति 3:19 लेखेछ नि। ज्ञान कुमार आमाले भन्नु मृत शरीर केमा मिल्छ? भेरी गुड। माटोमा, धुलोमा। शारीरिक मृत्यु पछि आत्मा कहाँ फर्किन्छ? तेजन भाइले भन्नु। भेरी गुड। परमेश्वर कहाँ? सुरुमा अब मैले यहाँ किन परमेश्वर कहाँ लेखेको भन्दाखेरि अविश्वासी भए पनि एकखेर परमेश्वर कहाँ जान्छ? न्यायमा। विश्वासी भयो भने परमेश्वर जान्छ सबै। तपाईँ झन् क्लियर भयो। तर मैले यो परमेश्वर कहाँ किन लेखेको भन्दा अविश्वास पनि एकखेर त परमेश्वर कहाँ जानै पर्छ फेरि। त्यही भयो त्यो लेखेको मैले। के भयो? अनन्त मृत्यु भनेको के हो? यो चाहिँ हाम्रो लीला बहिनी भन्नु अनन्त मृत्यु इटर्नल डेथ भनेको के हो? 3 किसिमको मृत्यु मध्ये अन्तिमको तेस्रो के हो? अन्तिम मृत्यु। ठिक हो, अन्तिम मृत्यु हो।
सधैँको लागि कहाँ जाने? नरकमा जाने। भेरी गुड। परमेश्वरबाट सदाको लागि अलग भएर नरकको आगोमा जानेलाई अनन्त मृत्यु भनिन्छ। के परमेश्वरले मानिसलाई नरकमा पठाउन चाहनुहुन्छ? है पठाउनु एकछिन। सुभाष भाइ भन्नु, के परमेश्वरले मानिसलाई नरकमा पठाउन चाहनुहुन्छ? भेरी गुड। चाहनुहुन्न? होइन, चाहनुहुन्न। उहाँले त बचाउन चाहनुहुन्छ। मान्छे आफ्नो पापले गर्दा नरक जाने हो। एकदम मिल्यो। मानिस नरकमा किन जान्छ? मानिस नरकमा किन जान्छ? एकछिन चुप, अरू सबै चुप लाग्नु। हाम्रो एकछिन जितबहादुर बुवाले भन्नु, मानिस नरकमा किन जान्छ? भेरी गुड। पापको कारणले गर्दा। 3 मृत्युमाथि कसले विजय हासिल गर्नुभयो? लिडियाले भन। लिडिया भन, 3टा मृत्युमाथि कसले विजय हासिल गर्नुभयो? कसले मृत्युलाई जित्यो? ठुलो स्वरले भन। प्रभु येशू ख्रीष्ट। भेरी गुड। सबै मानिसहरूको पाप कसमाथि राखियो? यसै 53 को 6ले भन्दैछ यहाँ, होइन? सबै मानिसहरूको पाप कसमाथि राखियो? सुभाष भाइले भन्नु। सबैको पाप बोक्नु भयो कसले? प्रभु येशूले। है, भेरी गुड। प्रभु येशूले। प्रभु येशूमाथि राख्यो अनि उहाँले बोक्नु भयो। रुखबाट काटिएको हाँगाले के सङ्केत गर्दछ? जीवन भाइले भन्नु। मेन स्रोत जीवनको स्रोतबाट अलग भएको। भेरी गुड। परमेश्वरबाट अलग भएको जीवन बिस्तारै चुक्दै जान्छ। तपाईँ भने मिल्यो। ठिक छ। आत्मिक मृत्युभन्दा पहिले आदम कतातिर दौडन्थे? सुदीक्षा बहिनीले भन्नु। आत्मिक मृत्युभन्दा पहिले आदम दौडन्थे, कतातिर दौडन्थे? कसको नजिक हुन चाहन्थे? परमेश्वरतिर। भेरी गुड। मानिसले किन पाप कर्म गर्दछ? मान्छेले किन पाप गर्छ? एकछिन है, मनबहादुर बुवाले भन्नु, मान्छेले किन पाप गर्छ? किन होला? भेरी गुड। पापी भएर, जन्मदै पाप स्वभाव लिएर जन्मिएको भएर। भेरी गुड, भेरी गुड। किनकि ऊ जन्मजात पाप स्वभाव हुन्छ उसमा। त्यही हो, सक्यो। मैले क्वेसन किन सोधेको भन्दा तपाईँलाई क्लियर होस् भनेर क्या। मेरो उद्देश्य चाहिँ सुनाउने, होमवर्क पास गर्ने होइन कि इफेक्ट आओस् भनेर क्या। अनि पछि तपाईँले अरूलाई बुझाउनु पर्यो नि त। मलाई यो वचन सुनाउनुभन्दा अगाडि एउटा सूचना आएको थियो कि खाना 1:30 रेडी हुन्छ। एकचोटि खाना चेक गर्नु, यो यसो गर्नु, अनि पहिला एकजना गएर खाना कति मिनट पास गर्नु, अनि हामी प्लान गर्नु।